सेयरको परिभाषा भन्ने टपिकमा तपाईहरुलाई एउटा डेमो क्लास दिँदैछु। बेसिकदेखि एडभान्ससम्मका क्लासहरू पनि हुनेछन्। कृपया तपाईहरुले इनबक्स गर्न सक्नुहुन्छ। र आजको लेसन छ सेयरको परिभाषा भन्ने विषयमा। यसमा चाहिँ तपाईहरुले विभिन्न कुराहरू सिक्नुहुन्छ। पहिलो कुरा भनेको सेयर भनेको के हो भन्ने बुझ्नुहुन्छ। दोस्रो भनेको सेयरका प्रकारहरू बारे जान्नुहुन्छ। तेस्रो कम्पनीले किन सेयर निकाल्छ भन्ने कुरा बुझ्नुहुन्छ। अनि बचत र लगानीमा के फरक छ यो कुरा यस टपिकको अन्तिममा बुझ्नुहुन्छ। अब कुरा गरौँ सेयर भनेको के हो त? सेयर भनेको कम्पनीको स्वामित्वको सानो हिस्सा हो। जब कुनै पनि कम्पनी आफ्नो पुँजी बढाउन चाहन्छ, उसले आफ्नो कम्पनीलाई धेरै साना भागहरूमा बाँड्छ। तिनै साना भागलाई नै सेयर भनिन्छ। अब सेयरको सरल परिभाषा बारे बुझौँ। सेयर भनेको कम्पनीको सानो टुक्रा हो जुन किनेपछि तपाईं त्यो कम्पनीको मालिक बन्नुहुन्छ। उदाहरणका लागि मानौ एउटा कम्पनीको कुल मूल्य रु 1 लाख छ। कम्पनीले 1000 वटा सेयर बनायो भने एउटा सेयरको मूल्य 100 भयो र तपाईले 50 वटा सेयर किन्नुभयो भने त्यस कम्पनीको तपाईं 5% को मालिक बन्नुहुन्छ। सेयर तपाईलाई किन महत्त्वपूर्ण छ भन्ने कुरा बुझौँ। सेयर किन महत्त्वपूर्ण छ भन्दा तपाईं त्यस कम्पनीको मालिक बन्न सक्नुहुन्छ र कम्पनीको नाफामा हिस्सा पाउनुहुन्छ। भविष्यमा मूल्य बढेपछि बेच्नुभयो भने नाफा कमाउन सक्नुहुन्छ। अब सेयरका प्रकारहरूबारे बुझौँ। सेयरका प्रकारहरू चाहिँ मुख्यतया दुई प्रकारका रहेका छन्। एउटा साधारण सेयर यानि कि अर्डिनरी सेयर र अर्को प्रिफरेन्स सेयर। यी दुई तरिकाका सेयरहरूमध्ये अब पहिलो सेयरको बारेमा कुरा गरौँ। साधारण सेयर नेप्सेमा कारोबार हुने सेयर भनेको कम्पनीले जारी गर्ने सबैभन्दा सामान्य प्रकारको सेयर हो जसले लगानीकर्ताहरूलाई कम्पनीमा स्वामित्व दिन्छ। सामान्य सेयर किन्दा तपाईँ कम्पनीको मालिक बन्नुहुन्छ र कम्पनीको निर्णयमा पनि भाग लिन सक्नुहुन्छ। अब यसका मुख्य विशेषताहरूलाई डिटेलमा बुझौँ। पहिलो नम्बरमा छ स्वामित्व। तपाईँ कम्पनीको सानो हिस्साको मालिक बन्नुहुन्छ। जति धेरै सेयर छ त्यति नै धेरै स्वामित्व पनि तपाईलाई हुनेछ। मताधिकार गर्ने अधिकार चाहिँ साधारण सेयर किन्नुभयो भने तपाईलाई हुनेछ। जस्तै डिरेक्टर छान्ने, कम्पनीका ठुला निर्णयमा भाग लिने कुरामा चाहिँ तपाईको अधिकार रहनेछ। तेस्रो नम्बरमा छ लाभांश। कुनै पनि कम्पनीको सेयर तपाईले किन्नुहुन्छ भने कम्पनीले नाफा कमायो भने त्यसले तपाईलाई लाभांश दिन्छ। कम्पनी नाफामा भयो भने लाभांश हुन्छ र कम्पनी घाटामा भयो भने लाभांश 0 सम्म पनि हुन सक्छ। मूल्य वृद्धि। सेयरको मूल्य बढेपछि बेचियो भने नाफा हुन्छ। जस्तै सेयर रु 500 मा किन्नु भएको थियो, रु 800 मा बेच्नु भयो भने अब तपाईलाई रु 300 नाफा हुन्छ। अर्को विशेषता जोखिम रहेको छ। अर्डिनरी सेयरमा जोखिम चाहिँ धेरै हुने हुन्छ किनकि कम्पनी घाटामा गयो भने डिभिडेन्ड नपाउन पनि सक्छ र आफ्नो सेयरको मूल्य